बिहान उठ्न भ्याइन बुटोल जाने काम पर्यो भने ये मेरो जिन्दगी हैरान। पानी परिरहेको थियो, पानी बिसाएपछि म चाहिँ कपडा सपडा लाएर बुटोलको यात्रातिर हिँडेँ। करिब 10-15 मिनटको बाटो हिँडेपछि म बजार पुगेँ। बजार पुगेको फेरि आज गेम थियो कि साथीसँग गेम यसरी खेल्नुपर्छ भने गफ गरेर म चाहिँ हाइवेमा गएँ। हाइवेमा गएर आज 10 मिनट के गाडी कुर्न भ्याएको थिएँ। म अहिले त इभी भेट्टाएँ भने मेरो आज भाग्यले नै साथ दियो। अनि इभी भेट्टाएको मात्रै हो र म त अगाडिको सिटमा पनि बस्न पाएँ। ढिलो भइरहेको थियो, ल गुरुजी राम्रो छेउ छिटो जाम भनेको त बाटामा ट्राफिक चेकिङ। फेरि ढिलो हुने भयो भनेको त कहाँ, हाम्रो गाडी त भिआइपी रहेछ, चेक नै भएन भने। यत्तिको खुसी त म जिन्दगीमा कहिल्यै थिएन कि दाउन्नेको बाटो यति राम्रो। हेर्नु त गाइज, मैले सोचेको पनि थिएन कि जिन्दगीमा दाउन्नेको बाटो यति राम्रो हुन्छ भनेर। बाटोमा त टडकमा त यस्तो राम्रो शायरी भेटियो नि। कलम रोए कवि बन्छ, कवि रोए कविता, धनी मरे श्रद्धाञ्जली, गरिब मरे रमिता। वाह वाह वाह, यो शायरी लेख्नलाई त अवार्ड नै दिनुपर्छ है गुरुजी भन्दै छलफल गर्दै थिएँ। म त कहाँबाट कसरी कुन दुनियाँबाट यति छिटो म त बुटोल पुगेछु भने। बुटोल पुगेको त ओहो बाढी नै आउला जस्तो पानी परेको थियो। ओत्लाउने ठाउँमा बसेको त मैले 1 वर्ष पहिला बेचेको बाइक देखेँ। मेरै बाइक हो कि भनेर यसो नम्बर प्लेट हेर्न गएको त नभन्दै होइछ भने। मैले लेखेको शायरी नि जस्ताको त्यस्तै छ क्या। एजुकेसन इज द एभ्रिथिङ बट वी क्यान नट बाई एनिथिङ विदाउट मनी। यस्तो मेरो बाइक चाहिँ जे होस् अहिलेसम्म नि रहेछ भने म चाहिँ खुसी लाग्यो। अनि गाडी कुनै ठाउँमा बसेको गाडी नै आएन। म चाहिँ बस पार्कतिर गइदिन्छु पो भनेर बस पार्कतिर लागेँ होइन। बस पार्क गएको त अघि चढेँ कि इभी पो रहेछ। गुरुजीलाई सोधेको त अब 1 घन्टामा हिँड्छ भन्नुभयो। ल त नि भनेर बसेको त कहाँ हिँड्नु यार, 1.5 घन्टासम्म नि हिँडेन। फसाइहाल्यो नि गुरुजीले मलाई। अनि अर्को इभीमा चढेको त इभी त खाली गुरुजीले त तिमीलाई एक्लै भयो नि लान्छु हिँड भनेर लिएर हिँड्यो भने। आज त गुरुजीको बिजनेस लसको लसमा। बाटोमा जाँदै थिएँ, टिभीएस र पल्सरको फेरि भिडन्त भइरहेको रहेछ। जाम नै गराएर बस्छन् मोराहरू, काम छैन। पल्सरले म पहिला जाने, टिभीएसले म पहिला जाने। तर फाइनली पहिला चाहिँ पल्सर नै आयो होइन। तर कसरी कुन कुरामा सहमत भएर आयो मलाई चाहिँ थाहा भएन। फाइनली म चाहिँ चोरमारा पुगेँ। अनि त्यो साथी घर गएको एउटा साथी पनि त्यहीँ आएर बसिरहेको रहेछ। मलाई नै कुरेर यो कतिखेर आउँछ भनेर हामी चाहिँ यसो गफखाफ गऱ्यौँ। अनि अब ल खेल्न जानुपर्छ भनेर सब 2-3 जनाले कपडा सपडा लगायौँ र बाटोमा निस्केको त केटाहरू हामीलाई नै कुरेर बसिरहेछन्। फेरि लतन जाम छिटो भनेर गएको, हामी फेरि एसी बस भेटियो। आज त बस र गाडी भेटिनु त मेरो भाग्यमै रहेछ क्या। अनि गाडीबाट झरेर हामी आरुङ खोला झऱ्यो होइन। आरुङ खोला पुगेपछि टक्क अर्को साथी पनि भेट भयो, त्यहाँ कुरेर बसेर रहेछन्। अनि टक्क ल खेल्न जाम भनेर हामी चाहिँ भित्र थियो कि ग्राउन्ड फेरि टाढै हिँड्न लाग्यौँ। जहाँ गएको त गाउँको 2 जना भाइहरू हामीलाई सरप्राइज दिन साधन लिएर बसिरहेछन् भने हामी फेरि खतरा खुसी भयौँ नि भाइहरूलाई देखेपछि। अनि केटाहरू फेरि अगाडि स्कुलको भाइलाई जिस्काउँदै, भाइ तिम्रो दिदी छ हामीलाई भेना भन न, दिदी मिलाइदेऊ न भन्दै जिस्काउँदै हिँड्यान् मोराहरू। ऊ चाहिँ हाम्रो इन्टरनेसनल प्लेयर के 1v7 हान्ने हो भन्दै अगाडि गइरहेछ होइन। केटाहरू चाहिँ पछाडि आइरहेछन्। ऊ चाहिँ एक्लै आफ्नो दुनियाँमा रमाइरहेको क्या। केटाहरूले चाहिँ ढिलो गर्ने होइन, गेम खेलिहाल्ने या भनेर झ्यामझुम लाएर कपडा लगाइसक्यो होइन। अन्त बुझाउनु पऱ्यो नि भनेर टक्क एउटा साथीले सबको नाम लेख्यो। अनि टक्क नाम बुझाउनु गएँ। गेम चाहिँ यही ग्राउन्डमा हुँदैछ होइन। यो हाम्रो गेम चाहिँ कोलिया भर्सेस मिसन नवलपुर रहेको छ। हाम्रो यो गेम चाहिँ मिसन नवलपुर पेजमा आएको छ, गएर हेर्न सक्नुहुन्छ होइन। हामी चाहिँ गेम खेलेर भ्याएपछि बेलुका आरुङ खोलाकै चोकमा आयौँ गाडी कुद्नको लागि घर जानलाई। रात परिसक्यो, गाडी नै पाइएन। अब बस नआएपछि यस्तो गाडीहरू रोकौँ भनेर बोलेरो रोकेको बोलेरो नि रोक्दैन, टडक रोकेको टडकले नि रोक्दैन। हैरान पऱ्यो हामी त। लास्टमा चाहिँ एउटा हामीलाई बोलेरोले रोकिदियो होइन। बोलेरोले रोकिदिएपछि हामी चाहिँ चोरमारा पुग्यौँ। चोरमारा पुगेपछि खाजा खानालाई मोमो चौमन अर्डर गऱ्यौँ। खाजा आउनु भ्याएन, केटाहरू त जन्तुहरू भोकाएर मरेर रहेछन्। ल्यामल्याम लुङ खाएर भ्याइहाल्यो भने। अनि टक्क गाई चाहिँ अहिले चाहिँ 7:30 बजेको थियो। म चाहिँ राति एक्लै होइन जङ्गलको बाटो बाघ आए आओस् भिडियो भयो नि बन्छ भनेर मोबाइल तेर्साउँदै म चाहिँ एक्लै हिँड्थेँ होइन गाई। अब जाँदै थिएँ, घर चाहिँ झ्याम मिलाएर पुगिहालेँ। म त घर पुगेर अब के काम भयो, थकाइ लाएर शरीरको हालत लोत परिरहेको। म चाहिँ कोहीसँग केही पनि नबोलिकन टक्क सुत्दिएँ।